परमेश्वरले इजिकियललाई के भन्नुभयो हेर्नुहोस्। उहाँले मलाई र कुनै पनि क्रिस्चियनलाई भन्नुहुन्छ। इजिकियल 3:17, हे मानिसको छोरो, मैले तँलाई इजरायलका घरानाको पहरेदार तुल्याएको छु। परमेश्वरको घरमा सतर्क रहनुहोस्। यसको मतलब यो होइन कि हामी कुरा काट्ने, तर तपाईँले केही नराम्रो महसुस गर्नुभयो भने प्रार्थना गर्नुहोस्, त्यो व्यक्तिलाई बोलाउनुहोस् र कुरा गर्नुहोस्। मैले यस्तो गरिरहेको थिएँ, सायद त्यो व्यक्ति रुन सक्छ र उसले भन्छ होइन यो तिमीले गरेको होइन, अनि आफ्नो हिस्सी उठाउनुहोस्, प्रभुलाई भन्नुहोस् र यो कुरालाई अन्त्य गर्नुहोस्। त्यसैले मैले भनेका कुरा सुन अनि तिनीहरूलाई मबाट चेतावनी तैँले दे कि मानिसहरूले यो सन्देश पाएका छन् तर मैले यसलाई सुनिरहेको छैन। अवश्य पनि तपाईँले परमेश्वरको अगाडि समर्पणता गर्नुभएको छैन। तपाईँ इमान्दार हुनुपर्छ। भन्नुहोस्, प्रभु मलाई परिवर्तन गर्नुहोस्, म तपाईँको सेवक बन्न चाहन्छु, तपाईँको पहरेदार बन्न चाहन्छु। के अब हामी प्रार्थना गरौँ? पिता, हामी दुष्टको कुनै पनि कामहरू स्वीकार गर्दैनौँ। हामी हाम्रो छुटकारा अहिले नै घोषणा गर्छौँ। हामी सारा हृदयले तपाईँमा पुकारा गर्दछौँ प्रभु, आशिषित हुनका लागि। यो दुष्टले अब निरन्तर गर्न सक्दैन मेरो प्रभु, अहिले नै निस्केर गइहाल। हामी तँलाई अब यसमा बस्ने अधिकार दिन सक्दैनौँ। दुष्ट त हटेर गइहाल येशू ख्रीष्टको नाउँमा। र तपाईँ भन्नुहोस् प्रभु, तपाईँको आत्माले मलाई भर्नुहोस्। ओ परमेश्वरको आत्माले अब तपाईँ भरिनु भएको होस्। आमेन।